अब 2-3 बजिसक्यो बक बक पनि छ अब अहिले बाहिर खाजा रुच्दैन ल ल बा ल रौसीको बोर मात्रै हो ल बा ल ठिक छ आजकलको केटीको कुरा म बुझ्दैन थाहा छैन के हो यो बा खै लौरो अहिले दिन्छु ल बा हजुरको लट्ठी पनि लान्छस् त यसले त फेरि अहिले फर्किँदाखेरि लिएर जानु न बा म सुरक्षित गाडीको सुविधा छैन लट्ठीको बोर हो ल्याउनु पर्छ है भाइ एकछिन तेरो के गर्नु लान्छ लैजाऊ लु आउनुहोस् यता कता कता के गर्नु पर्ने हो नाम भोटर आइडी छैन मेरो त्यहाँ नाम लेख द शेर्पा हो भोटर सटर छैन मसँग भोटर आइडी चाहिन्छ नि त बा यहाँ देखाउनु पर्छ भोटर आइडी नभइकन हजुरले भोट हाल्न पाउनुहुन्न खोइ थियो पहिला घरमै रहेछ आज चाहिँ लाउन है नागरिकता त छ नागरिकता त छ नागरिकता पनि रहन्छ पैसा पो रहेछ तिमीलाई पैसा दिन्छु है पैसा दिन्छु ल ल नागरिकता पनि छैन छ छोराबुहारी छ उहाँ सिङ्गापुर अमेरिका जापान कहाँ हो हामीबाट बुढी मात्रै घरमा घर कहाँ हो मेरो 9 नम्बर वडा कति कुन गाउँपालिका यो त खिजिदेम्बा हो नाम के भन्नुभयो नाम गावा शेर्पा ल तपाईँ ऊ त 1 नम्बरमा जानुहोस् आजी दावा भने अहिले गावा भन्दा पनि उता जाऊ दिमाग छैन तिमीहरूको दुईटा नाम बनिसके मैले यहाँ तपाईँको नागरिकता तिमीहरू ठिक छैन मान्छे नागरिकता खोज्छ ल अब फेरि यहाँ के हो मतदाता पत्रता घरमै रहेछ नानी हो बोकेन म त्यस्तो कागज नागरिकता के हो चिन्दिन कागजको ल्याप्चाहरू त थिए अरू केही छैन मसँग आज चाहिँ यहाँ चाहिँ नाम के हजुर नाम वाङडा शेर्पा अनि बोर्ड नम्बर वडा नम्बर अब म 85 वर्ष भएँ यसपालि 85 वर्ष भएँ ल के गर्छ भाइ नमस्ते सन्चै हुनुहुन्छ सन्चै ल ल यो कता लानु कसलाई दिनु यो यो लगाइदेऊ भाबु हो म आफैले लाउनु पर्छ आफैले त म कहाँ आँखाले ब्याउँदैन है आइज यो बन्दुक बोक्ने यता आऊ कता हाल्नु गोजीमा कि कता हौ ल छाप पनि रहेनछ यो छाप लगाएपछि मेरै घरमा लाने होइन छाप ल पठाइदेऊ बाबु ल त ल राम्रो पटाउने नि आउँदैन यहाँ खसाउनु नपठाइकन राखेछ त यहाँ मेरो चाहिँ यस्तो पारे यहाँ चाहिँ पक्षपात भएन खोइ के हो ल गाह्रो भयो म त खसायो ल अब यता आउनु ल के हो खाजा खाने पैसा के गर्नु यस्तो कागज अब यो कागज बोकेर ऊ त्यहाँ गएर छाप लगाउने ल जानु छाप लगाएर आउनु ए कता कति ठाउँ हो गाँठे आज त यता र उता 5 बज्न आँटिसक्यो के आराउँछ हल्ला गर्न पाइँदैन छाप लगाउनु हल्ला त किन नगरोस् यहाँ मेरो अधिकार हो आज त संविधानमा बनेको तिमीहरूले यहाँ आज भनेर हुन्छ ल ठिक छ कता लाने अब यो ढोङ ल बाबु ल के गर्नु यो मृग धेरै लाग्छ गाउँबारीमा देऊ न मलाई होइन यो के हो होइन पटाएको छैन मलाई चाहिँ पटाउ भन्छ ल अब कता जाम त ल ल घर जानु अनि खोइ आज खर्च सर्च छैन त ल
यहाँबाट कता यता मेरो मोबाइल माथि छ मेरो लट्ठीहरू सब ऊ माथि दिएको छ म